मैले चाहिँ मेरो लाइफको पहिलो एडभेन्चर गरेको थिएँ कि होइन, यही वर्ष असारतिर होला कि। अनि यो सब स्टोरी कहाँबाट सुरु हुन्छ भन्दाखेरि चाहिँ म चाहिँ खासमा ल अफ एट्र्याक्सन होइन, मेनिफेस्टेसन भन्ने तपाईँहरूले सुन्नुभएको छ होला होइन। सुन्नुभएको छैन भने ल अफ एट्र्याक्सनले के भन्छ भन्दाखेरि तपाईँ केही चिजलाई होइन यति होइन मनले चाह्यो भने त्यो कुरा चाहिँ पुरै हुन्छ भनेर भन्छ नि त। अनि यो ल पनि त्यही हिसाबले हो क्या। अनि सो चाहिँ मैले चाहिँ एउटा इच्छा राखेको थिएँ कि होइन, एक हप्ताभित्र चाहिँ मलाई 20K जति चाहिँ मेरो खातामा आइपुगोस् भनेर मैले जस्ट होइन मेनिफेस्ट मात्र गर्न ट्राई गरेको कि। स्टार्टिङ त्यहाँबाट भएको है। अनि फेरि एक हप्ता बित्यो होइन। अनि शनिबारको दिन आयो। अनि शनिबारको दिन चाहिँ गयो क्या होइन। मैले आइतबारतिर मेनिफेस्ट सुरु गराएको थिएँ कि होइन। दिनरात जतिखेर त्यही जपिरहेको थिएँ, केही सोर्स पनि होइन, जस्ट यत्तिकै जपी मात्रै राखेको थिएँ कि एफर्मेसन जस्तै। अनि शनिबार आयो कट्यो होइन। अनि म त्यसपछि त होइन भोलिपल्ट आइतबार आउँदाखेरि होइन यो काम गर्दैन सोचेको थिएँ होइन। अनि आइतबारको दिन चाहिँ म बिहान चाहिँ मासु भात पकाएर खाएर सुतेको थिएँ क्या। अनि सुत्ने बित्तिकै सपना आयो कि मलाई चाहिँ होइन, मेरो बुवाको सपना आएको थियो कि। जो कि मेरो बुवा चाहिँ 3 वर्ष अगाडि बितिसक्नु भएको थियो होइन। अनि बुवा बितेदेखिबाट घरमा सब होइन दिदीलाई मम्मीहरूलाई सपना आइरहेको हुन्छ टाइपको कुरा गर्नुहुन्थ्यो। मलाई चाहिँ एकचोटि पनि आएको थिएन होइन। अनि त्यही दिन सपना आयो क्या मलाई चाहिँ होइन बुवाको। अनि फेरि सुरुमै होइन सपना म त्यति विश्वास गर्दिनँ होइन। म अलिक के भन्छ स्केप्टिक्स हो होइन म पनि। बट